आज यो अष्टमीको दिन चाहिँ यहाँ चाहिँ हामी चनौटी र के भन्छ अरे यसलाई करेखोलाको बतासे डाँडामा छु। अनि यहाँ चाहिँ आज मेला छ। अब यो मेला चाहिँ के छ कस्तो मेरो फर्स्ट टाइम हो। हामी चाहिँ रमाइलो मेलाको के हुन्छ कस्तो हुन्छ म चाहिँ देखाउँदैछु है। हामी फर्स्ट टाइम आएको। यहाँ चाहिँ मान्छेहरू भिडभाड छ। यहाँ सुरक्षाको लागि हाम्रो प्रहरी हाम्रो साथी पनि हुनुहुन्छ। यो जङ्गलको बिचमा छ। मन्दिरतिर जाऊँ न। यहाँ चाहिँ पूजाआजा हुने रहेछ होइन। यहाँ भक्तजनहरू पनि हुनुहुन्छ। रातिको बेला मलाई थाहा छैन एक्कासी आएको हो। हाम्रो भेनाजुले बोलाएर मेला छ। हामी टिका लगाऊँ न त एकचोटि। हजुर मिल्यो है टिका लाउन। भान्जा लाउनु भयो ल। भान्जाले टिका लगाइसक्नु भएछ। हेलो गरिदिनु न। हेलो जस के हो श्री कालिका माई देवी स्थान रहेछ मन्दिर। अहिले टिका लगायो पैसा दिनु पर्यो। स्वागत गर्नु पर्यो। 10 रुपियाँ निकाल ल। मेरो लागि 10 रुपियाँ, भाइको लागि 10 छ क्या। 10 भने बचाम चढाउनु पर्यो। भर्खर स्टार्ट रहेछ। अब कति पछिसम्म त कति भिड हुने भिड हुने एकदम। यहाँ चप्पल झिक्नु पर्ने होला है। मलाई यहाँ बाहिरै प्रसाद ल्यायो यार। 5-10 रुपियाँ यसो चढाउनु पर्छ। मन्दिर दर्शन गरियो, टिका लगाइयो। कालिका मन्दिरले हामी सबैको नेपालीहरूको रक्षा गरिदिनु होला भन्ने विजय दशमीको उसमा। अनि त्यस लगतै विजय दशमीको धेरै धेरै शुभकामना सबै नेपालीलाई। अहिले भर्खरको यो जुन नयाँ जेन्जी आन्दोलनले गर्दाखेरि धेरैको घरबार बिग्रिएको छ, धेरैको घरबार विहीन वाहन। त्यो कारणले गर्दाखेरि मैले पनि दसैँ नमनाउने एउटा घोषणा गरेको छु। त्यो घोषणामा म अडिक हुन पाइरहँ। सबैको जय। अष्टमी दिन जहिले पनि है सेन्दनाले मार पनि हान्ने चलन हुन्छ नि। मार रतङ छन् नि होटे किन गोराक गोराक दसैँ अहिले त फटाक दसैँ गयो। हजुर कालिका लागि चाहिँ भक्कल चाहिँ गर्छन् र मार पनि हान्छन्। खसी होइन बोको सरी बोका बोको राति 12 बजे बिहान चाहिँ हुन्छ नि भने देवीलाई चढाउने पाडो एउटा पारा कुखुराहरू हुन्छ हुँदैन बोका र पारो मात्र नै। यदि चाहन्छ भने घरबाट ल्याएर आफ्नो चढाउनु पाए। यो यहाँको यो शक्तिपीठ एकदम कालिका देवी। त्यही भएर दर्शन गरौँ पहिलोचोटि आएको छ है त। ठिक छ। मैले पनि दर्शन गरेँ, टिका लगाएँ। अब भाइले भाइ र मैले चाहिँ टिका लगाइसक्यो। टिका लगाएँ है। कालिका माईको प्रसाद पनि खाँदैछौँ।
यहाँ चाहिँ पुजारीहरू चाहिँ मगर हुनुहुँदो रहेछ। अब मलाई यहाँको बारेमा खासै थाहा छैन। अब फाइनल्ली चाहिँ हाम्रो भेनालाई सोध्नुपर्छ। भेनाज्यू, हजुर हजुरलाई एकछिन मैले इन्गेज गरेँ। हजुर यहाँको वास्तविकता यो कालिका माईको यो अष्टमीमा जहिले पनि मेला लाग्छ होइन त? हजुर यसको बारे अलिकति केही भनिदिनु न। अलिकति के मैले बुझेको र मैले जानेको अनुसारले के हो भने चाहिँ हाम्रो पुर्खौली हाम्रो बाजे जिजु बराजुदेखि नै मानेर आइरहेको चिज हो होइन। हामीले यहाँ मान्नु पनि पर्छ। हाम्रो स्थानीय मान्छेहरूले अथवा बाहिरबाट कुनै पनि आउनुभएको अग्रज अथवा सङ्घ साथी जसले पनि मान्नुपर्छ त्यसलाई। अब मानिरहेको चिज हो। हामी हिन्दूको परिवारमा जन्म भएको कारणले गर्दाखेरि हाम्रो हिन्दू संस्कारहरूलाई हामीले जगना गर्नुपर्छ। मानिरहेको चिज हो, मान्नुपर्छ साला। हाम्रो भेनाको भन। फाइनल्ली गाई छ हामी चाहिँ यसरी होइन मेलामा यसरी बसिया छ। यसरी बसिया छ हामी चाहिँ। मभन्दा तेरो बा जेठो हो क्या लङ्गुर गुर्जा लङ्गुर गुर्जा लङ्गुर गुर्जा। ल झन्डी टेबल, ल झन्डी टेबल कुन टेबल हो? ल मेरो 10 रुपियाँ आयो, मेरो 10 रुपियाँ आयो। फेरि 50 गुर्जा डबल है। 5 रुपियाँ पाइन्छ कि नै? नेपालको झन्डा भनेको चिडीमा झऱ्यो। ल 5 रुपियाँ मेरो त। कति दियो त्यो इट्टा कति हो? केबाट चिडी डबल गुर्जा डबल फेरि बराबर यार। अलिकति 5 को 10 अब खाऊ कि मलाई देऊ। 5 को 10 ल मैले 5 बाट 10 कमाएँ। फेरि मैले लाउँदैछु। फेरि चिरीमा आयो। मेरो चिरीमा 10 कमाएको थिएँ। 10 यहाँ चिरीमा अनि 5 त्यहाँ। ल ल ल ए के गर्छ यार यो मान्छे यार? मेरो ढुस्का ल मेरो ढुस्का। आजको यो मेलामा नाचगान सुरु भइरहेछ। यार म चोर सुनेर यार चिनिहालेँ यार मैले।
मेलामा लफडा परेछ है लफडा फाइनल्ली मेरो बाइक चाहिँ कहाँ छ थाहा भएर यता रमाइलो छुट्टै छ उता लफडा छुट्टै छ यहाँको बेला खतरा भइरहेछ है साथीहरू यहाँ लफडा पर्छ यहाँको नाच उठ्यो पुलिसले मिलाउँदैछ
होला बगी जाने होला लुन मैया बैस सम्हाल कालो भाले थामीलाई दुःख जति हामीलाई आँसु पुछ देऊ न रुमाल